हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ मेरो बर्थडे र अहिले चाहिँ हामी पूजाको लागि तयारी गर्छौँ र एकछिनपछि चाहिँ हामी हाइकिङ जान्छौँ विथ कजन्स। यो चाहिँ सगुन होस् पूजाको लागि। हामी चाहिँ यहाँ अब रेडी हुँदैछौँ माथि जानको लागि। सबजना भेटिसक्यो। बोकेर जानुपर्छ। सबजना चाहिँ यहाँ चाहिँ अलि बच्चा बोक्ने तयारी छ। मान्छे लाग्दैन, कोही देख्दैन जस्तो यहाँ। हामी चाहिँ यहाँ अब एकछिन बसिरहेको छौँ होइन, थकाइ लगाएर। हामी चाहिँ यहाँ गेट पनि पुगेको छैन अहिलेसम्म, घाम लाग्यो। यहाँ चाहिँ पानीहरू आउनु थालिसक्यो अहिले। हाम्रो चाहिँ थकाइसक्यो र हामी चाहिँ हिँड्दैछौँ। सबजना हिँड्दै सबजना लखर लखर आइरहेको। फाइनली हामी गेटमा पुग्यौँ गाइस। सबजना बस्छ। उहाँ चाहिँ टिकट काट्ने हो र बल्ल बल्ल हामी चाहिँ गेट पुग्यौँ, सिलगढी गेट। अनि सबजना थाकिसक्यो। फेरि धेरैजना छ। टिकट काट्न जानुपर्छ पहिला। हामी चाहिँ झरनातिर पुग्न लागिसक्यौँ। झरना जाने प्लान भयो हामीलाई चाहिँ। यहाँ चाहिँ चिसो रहेछ अलि। अनि हामी चाहिँ अझै हिँड्दैछौँ लखर लखर। झरना यही हो। झरना एकदमै ठुलो छ। सबको भयो पोपट। गाइज अब चाहिँ अझै हामी हिँडिरहेछौँ। झरना पुगेको छैन होइन। अघि सानो त्योभन्दा ठुलो ठुलो गर्दै झरना गइरहेको थियो। गाह्रो भइसक्यो। यसको पारा यस्तो भइसक्यो। राम राम। सबजना आफ्नै पारा लगाइसक्यो गाइजहरू। हामी चाहिँ यहाँ जान लाग्छौँ। यहाँ खानालाई रेडी गरिसक्यौँ।